हाई एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लग। यो विकेन्ड मनाउनलाई सबैजना ल्यान्डमार्क फार्म हाउस जाँदै थियौँ। सबैजना चाहिँ गाडीमा गइसक्नु भएको थियो। हामीलाई अलिअलि ढिलो भएको भएर हामी स्कुटीमा जाँदै थियौँ। बादलहरू चाहिँ एकदम राम्रो देखिरहेको थियो, मौसम एकदम राम्रो थियो। हामी दुईजना भएर स्कुटीमा यसरी जाँदै थियौँ। हामी टास्टङ्गाको पुल आइपुग्न लागेको थियौँ। सायद यो पुल नचिन्ने त कम नै हुनु होला। चितवन टु काठमाडौँ अथवा चितवनवासीहरूले चाहिँ यो पुल चिन्नु भएकै होला। हामीले चाहिँ बाटो राम्रोसँग चिनेको थिएनौँ। पुल कटिसकेपछि चाहिँ हामीले भ्यूहरू हेर्दै गुगल म्याप युज गर्दै सिधै बाटो गइरहेको थियौँ। थोरै चाहिँ अफरोड बाटो रहेछ। जाँदै गर्दाखेरि चाहिँ हामीले ठ्याक्क हाम्रो गाडी भेट्यौँ। दिदीहरूलाई पुऱ्याएर फर्किएर ठ्याक्क हामीले भेट्यौँ। अनि सिधै जानु भनिरहनु भएको थियो। हामी चाहिँ यसरी सिधै गयौँ। जाँदा चाहिँ हामी यसरी यस्तो हिलो बाटोमा पुग्यौँ है। अनि मैले चाहिँ मेरो जुत्ता जोगाउनलाई यसरी खुट्टा माथि गरिरहेको थिएँ। जुत्ता त जोगाउनु पऱ्यो नि भनेर यसरी हामी चाहिँ कट्यौँ। तर कटिसकेपछि हामीलाई थाहा भयो कि हामी रङ बाटो आएछौँ भनेर। अनि फर्कियौँ। हामी यहाँबाट चाहिँ यसरी फर्केको थियौँ। सोध्दै भए पनि हामी फाइनली लोकेसनमा चाहिँ पुग्यौँ। फाइनली हामी फार्म हाउस चाहिँ आइपुग्यौँ। त्यसपछि चाहिँ हामी सिधै भित्र छिरेर सुरुमा स्कुटी पार्क गऱ्यौँ। स्कुटी पार्क गरिसकेपछि चाहिँ हामी सिधै ढिलो नगरिकन भित्र गयौँ। भित्र गएपछि दिदीहरूले रुम लिइसक्नु भएको रहेछ। हाम्रो रुम चाहिँ यो 3टा रहेछ, लगातार यो 3टा रहेछ। अनि हामी ब्यागस्याग बोकेर माथि गयौँ। माथि गएको त यहाँ त खुल्ला ठाउँ पनि रहेछ, बस्न मिल्ने रहेछ खुल्लामा भनेर भनिरहनु भएको थियो। त्यसपछि हामी डाइरेक्ट गयौँ रुममा, किनभने दिदीहरूले ढिलो भइसक्यो, छिटो चेन्ज गर, हामी चेन्ज गरिसक्यौँ भन्नुभएको थियो। अनि मैले चाहिँ यसरी रुमको भिडियो गराउँदैछु। रुम चाहिँ एकदम राम्रो थियो। रुमबाट देखिने भ्यू पनि देखाउँछु है म हजुरहरूलाई। यसरी यस्तो राम्रो देखेको थियो यो भ्यू। साँझको बेला भएको भएर होला एकदम राम्रो देखेको थियो भ्यू चाहिँ। अनि दिदीले चाहिँ तलबाट ढिलो भइसक्यो, हामीले चेन्ज गरेर आइसक्यौँ, छिटो चेन्ज गरेर आऊ स्विमिङ गर्न भनिरहनु भएको थियो। छिटो चेन्ज गरेर चाहिँ हामी डाइरेक्ट गयौँ स्विमिङमा। सबैजनाले हाई भनिरहनु भएको छ। यसरी उहाँ चाहिँ मेरो ठुली भान्जी हुनुहुन्छ, सानो भान्जी चाहिँ उता साइडमा खेलिरहनु भएको छ। दिदीहरूले चाहिँ गहिरो छ क्या भनिरहनु भएको थियो। ठुलो भान्जीले चाहिँ ठ्याक्कै अरू बेला भन्दा त गहिरो छ भनेर भन्नुभयो। अनि म एकचोटि ट्राई गर्नु गएको त ओहो यो त साँच्चै गहिरो रहेछ भनेर हामी चाहिँ सबैजना अर्को साइडमा खेल्न गयौँ। मजाको लागि चाहिँ खासै राम्रो रहेनछ। त्यही भएर चाहिँ हामीले यसरी ठुलोतिर लिएर आएर सानो भान्जीलाई पनि पालो समात्दै उहाँलाई नि बिस्तारै यसरी सिकाइरहेको थियौँ। उहाँ चाहिँ एकदम इन्जोय गरिरहनु भएको थियो। सबै आफ्नो आफ्नो वेमा इन्जोय गरिरहनु भएको। त्यसपछि म पनि गएँ खेल्न। अनि हामी सँगै जाऊँ है भनेर भन्नुभयो। अनि हामी यसरी खेल्यौँ। रमाइलो भएको थियो। म चाहिँ अलिक पहिला पुगेँ, उहाँ चाहिँ अलिक स्मुथ वेले आउँदै हुनुहुन्थ्यो। यसरी खेलिरहँदाखेरि कतिखेर साँझ पऱ्यो थाहै भएन। अनि अलिअलि हामी सबैलाई अलिअलि भोक लागेको भएर चाहिँ हामी स्न्याक्स खान गयौँ। सबैले थोरै स्न्याक्स खाएर फेरि गयौँ हामी स्विमिङ गर्न। दिदी र भान्जी चाहिँ पछातिर खेल्नु भएको थियो भने हामी चाहिँ यताबाट पालो खेल्यौँ स्विमिङ। सकेपछि चाहिँ हामी चेन्ज गर्नलाई रुम गयौँ। रुम गएपछि चाहिँ दिदीले चाहिँ मेरो त ढोकै खुलेन भनिरहनु भएको थियो। अनि रुम गएर नुहाइधुवाइ गरेर चेन्ज गरेर हामी गयौँ खानातिर। त्यसपछि चाहिँ हामी सबैजना मिलेर यसरी बसेर गफ गर्दै खाना खायौँ। स्विमिङ थकै अनि भोक पनि लागेको भएर होला खाना चाहिँ एकदम मिठो भएको थियो। खाना खाइसकेपछि चाहिँ हामी नारायणीको भ्यू हेर्नलाई तल झऱ्यौँ। भान्जीलाई चाहिँ यो क्यान्डल कस्तो राम्रो है माइजू भनिरहनु भएको थियो। अनि मैले क्यान्डलको भिडियो गराइदिन्न भनेर भन्नुभयो। अनि क्यान्डलको भिडियो गराइदिउँ। हामी चाहिँ त्यो भ्यू हेर्दै गफ गर्दै बसेको थियौँ। ठ्याक्क पानी पऱ्यो। अनि हामी छिटो माथि गयौँ। अनि माथि गएर सबैलाई थके पनि लागेको भयो होला। सबैजना भएमै यत्तिकै बसिरहनु भएको थियो, गफ गर्दै बस्यौँ। मेरो सानो भान्जीले चाहिँ यहाँ एक्सर्साइज गर्दै हुनुहुन्छ यसरी। अनि त्यसपछि चाहिँ हामी गफसफ गऱ्यौँ। एकछिन मामाको गफसफ सुन्यौँ। सानो भान्जी चाहिँ मामासँग खेलिरहनु भएको छ। अनि यसरी गफसफ सुनेपछि चाहिँ आजको
दिन चाहिँ यति नै हो, सक्यो कहानी। बाई गाइस, मेरो फेरि अर्को ब्लग लिएर आउँछु ल, बाई।